हेलो नमस्ते। हजुरहरूलाई मोबाइल अस्पतालमा स्वागत छ। मोबाइल अस्पताल अफिसियल च्यानलमा स्वागत छ। आज हामीसँग एउटा पार्सल आएको छ। यो पार्सल चाहिँ स्याङ्जा बँरगाडीबाट सपना दिदीले हामीलाई सम्झेर पठाउनु भएको छ। सपना दिदीलाई धेरै धन्यवाद। हामीलाई विश्वास गर्नुभयो, ट्रस्ट गर्नुभयो। अब हामी यो मोबाइललाई पनि हेर्नेछौँ के छ कसो छ। उहाँको डिस्प्ले गएको छ अरे, डिस्प्ले गएको छ अरे। अब यो डिस्प्ले चाहिँ के छ कसो छ हामी हेर्नेछौँ। पहिला हामी सुरुमा डिस्प्ले त मोबाइल चाहिँ खसिएको रहेछ। हामी चाहिँ यसलाई मर्मत गर्नेछौँ। मर्मत गर्नुभन्दा पहिला चाहिँ हामी यो चार्ज हुन्छ कि हुँदैन भनेर हामी चेक गर्नेछौँ। टाइप चार्ज भएको छ। चार्ज भइसक्यो। चार्ज लिएर नि कति पर्सेन्ट यसले चाहिँ चार्ज लिइसकेको छ। चार्ज त लियो तर एम्पियर भोल्ट लिन सकेको छैन यसले। 0.5 उठाइसक्यो। हजुरहरूको पनि मर्मत यसरी नै मर्मत गर्न परेको खण्डमा हामीलाई सम्झिनु होला। हामीलाई कमेन्टमा कहाँबाट हेर्दै हुनुहुन्छ देश विदेश हजुरहरूले कमेन्टमा लेखिदिनु होला र हामीलाई हौसला पनि दिनु होला। कमेन्टमा हामी यो ठाउँबाट भनेर सम्पर्क गर्नु होला र हामी नेपालको जुनसुकै ठाउँको मोबाइल पनि हामी रिसिभ गरेर यसरी नै हामी डिस्प्ले बनाएर पठाउनेछौँ। पहिलो सिम ट्रेलाई हामी यसरी निकाल्नेछौँ। हजुरहरूलाई यो भिडियो मन परेको खण्डमा यस्तै हामीले मोबाइल सम्बन्धी जानकारीमूलक चिजहरू हामी हजुरहरूमाझ प्रस्तुत गर्नेछौँ, ल्याउने पनि छौँ। यसलाई चाहिँ हजुरहरूले लाइक सब्सक्राइब मन परेको खण्डमा लाइक सब्सक्राइब र कमेन्ट पनि छोडिदिनु होला ताकि हामीलाई पनि अगाडि दिनहरूमा यस्तै मोबाइलहरूको बारेमा हामी ल्याउन सक्छौँ र हजुरहरूलाई पनि हामीले सेवा दिन पाउँछौँ। हुन्छ, अब हामी यो भिडियो अगाडि बढ्नेछौँ। हजुरहरूले हेरेर साथ दिनु होला। अन्तिमसम्म हेर्नु होला। हजुरहरूको मोबाइल पनि यसरी नै हामीले मर्मत गर्दै च्यानलमा हाल्नेछौँ। मोबाइलमा अरू समस्या केही पनि छैन। उहाँ दिदीले हामीलाई फोन गरेर हाम्रो युट्युब च्यानल हेरेरै यसबाट कन्ट्याक्ट गरेर हामीलाई सम्झिनु भयो र फोन गरेर उहाँले प्याक गरेर पठाउनु भएको छ। अब हामी उहाँको मोबाइल यसरी नै बनाएर भोलि हामी उहाँको आँगनसम्म हामी डेलिभरी गर्न पनि जानेछौँ। स्पिकर रिङ्गर पहिला ब्याट्रीको पत्ता छुटाउनेछौँ। ब्याट्रीको यसलाई फ्लेक्स पत्ता ब्याट्री कनेक्टर पनि भनिन्छ। अब यो ब्याट्रीको
भिडियोलाई स्किप नगरिकन पुरा हेरिदिनु होला। हजुरहरूको मोबाइल पनि यसरी नै मर्मत हुन्छ। यसलाई मैले अघि नै हिट हानिसकेको छु। हिट हान्नुपर्छ। यसलाई चाहिँ भ्याक्युमले पनि हुन्छ। अब हामी गम हाल्नेछौँ। एकदमै पक्का सफा भइसकेको छ। बाँकी छ हामीले सफा गरिसक्यौँ। बोर्डलाई यसरी हाल्नेछौँ। एन्टिना एकचोटि डिस्प्लेलाई टाल्नुभन्दा अगाडि फाइनलाइज टच गर्ने चेक गर्नेछौँ हामी।
त्यसमा चार्ज छैन तर सेट डिस्प्ले अन भइसक्यो।